ढुङ्गाले हान्छ फेरि रिस नउठाइदियो है भिने चाहिने पो गर्नुपर्छ लौर सन्तुला खाने हो के खानु पर्छ पत्रकारलाई त्यही भन्ने सम्मान गर्नु छैन के हाल्छु फेरि नयाँ भिडियो गरायो भने एउटा चिन्नुहुन्छ क्या जबरजस्ती युट्युबमा हाल्नु परेन अब टक्क एक खिचिराख्यो भने सधैँभरि हुन्छ तिमीहरू छोरी नगए पनि एक दिन त जहिले पनि छोरी जाने हो कि नै सत्य बोले हो यो सत्य कुरा हो फेरि झुटो होइन भाइ भाइ गर्छन् क्या थाहा भर वर्तमान आउँदैन सब होला क्या मासु चिन्ने हिसाब गर न यार झकास देखा न छेत्री फ्यामिली छ फेरि मोटो आयो तारा गाउँमा फल्या हो पोट के छ टुपी मामा काम थोरै भिडियो धेरै हुन्छ फेरि जबरजस्ती गर्नु लागेको काम जस्तो अलि हाँसेर गर्नु न त्यो हानिन फुट्दैन नि यो मोबाइल फेरि त्यस्तो खालको हो ठगी धन्दा गर्न मिल्दैन है यहाँ भिडियो रेकर्ड भइरहेको हाम्रो बोयको मुस्कान चाहिँ दामी भन्छ कि म भइहाल्छ यहाँबाट
कहिले लाई भोक लाग्यो खिस पऱ्यो हामीलाई पा कसैले खाने कसैले काम गर्ने हुन्छ उल्पटे काम गरेर त्यहाँ भिडियोमा हालिदिने हो जेसुकै होस् यसरी क्या यसरी खान लाग्यो खास राम्री देखा खाने अब हाम्रो पनि जेठसम्म अन्तिम भेट हुन्छ होला नहीं म खासा देखा नि बाजा हेर्नु न तँ मोबाइल देखाउँछ म टुलुक्क गरे हत्तेरी त्यही सक्नु भएन अब धेरै रया पया फाल्या चिथे त्यो डोगा भर राम्रो राम्रो डोगा भरे ल्याऊ विकासलाई सोधेर के हेर्ने हो दुईटा तन्यारीलाई सोध्नु पालो त कट्या होइन अब त्यो मेरो परिस्थिति अनुसार जानुपर्ने अवस्था आयो के छ गाइजहरु ताजा ताजा खबर हाम्रो गाउँ बेसी दारे ठाउँबाट इनको नाम हो कल्पना डीसी बस्ने डाङ्गी बौला तान्नु के फुगालेर खानु न देखाउनु लाग्नु भयो फुगालेर दिन खाल्छु के भयो ल ओके ल फेरि एकचोटि वान्स मोर नै चित्तै बुझेन ल अब भोलि ओके
थांबाय किन घिनाउने सानो त्यहाँ मोबाइल समाउँदैन कि फेरि मेरो बानी त्यस्तो छैन मोबाइल हरिगयो मोबाइल हरियो भने नलत के फेरि त्यो ओइरी जाने खालको छ त्यही बसिकिन मान्छ तल छ नि तल छिटो छिटो गाडी उक्लेन अद्दा ल्याउनु जाने कि नै गरे खाँदैन यहाँ भइहाल्छ अहिले मोबाइललाई घरि हाल्यो